म सिर्फ हर्कवादलाई मान्न चाहन्छु किनकि त्यसभित्र श्रमवाद छ। बाँकी कुरा हर्क साम्पाङ पार्टी, हर्क साम्पाङ रिभोल्युसन टिम, हर्क साम्पाङ अस्पताल, हर्क साम्पाङ कलेज तत्काल मान्दिन, पछि मानौला। तिमी बन डाक्टर केजरीवाल, म बन्छु अन्ना हजारे। जनजाति जाग एकचोटि, क्षेत्री बाहुनले यो देश बिगारे। नमस्कार, म भुइँकवि सूर्य बस्नेत। यही मिति 2082 साल वैशाख 21 गते आइतबार दिनको ठीक 3 बजे श्रमका पिता हर्क साम्पाङ ब्राक्षेत्र नगरपालिकामा हर्क साम्पाङ रिभोल्युसन नेपाल गठन गर्नका निमित्त आउँदै हुन्छ भन्ने सूचना पाएको छु। स्थान अर्को भिडियोमा उल्लेख गर्ने नै छु। यस अवसरमा ब्राक्षेत्र निवासी जनजाति मूलवासी दलित दाजुभाइ दिदीबहिनीहरू एकजुट भई निस्वार्थ भावनाले यो समूहमा आबद्ध भएर नेतृत्व लिनुहोस्। यो भुइँकवि पूर्ण रूपमा सहयोग गर्न चाहन्छ। मैले चाहिँ 51 वर्ष लाग्न आँटे, आजसम्म कुनै पार्टी या संगठनको साधारण सदस्यसम्म लिएको छैन। मैले भोट चाहिँ 30 वर्षसम्म एमालेमा हालेको हुँ, तर म एमाले थिइनँ। कम्युनिस्ट भन्ने तत्त्व चाहिँ म भित्र अझै पनि छ। जीवनमा एकचोटि जनताको सिन्दुर पहिरिने लक्ष्य थियो र अझै छ पनि। त्यसका लागि 79 सालमा चुनाव चिन्ह लौरो लिएर वडा अध्यक्ष उठेको थिएँ, जित्न सकिन। हारेको 3 महिना पछाडि मेरा गुरु हर्क साम्पाङको कर्म देखेर अनवरत रूपमा ब्राक्षेत्रमा काम गरिरहेको छु। म सिर्फ हर्कवादलाई मान्न चाहन्छु किनकि त्यसभित्र श्रमवाद छ। बाँकी कुरा हर्क साम्पाङ पार्टी, हर्क साम्पाङ रिभोल्युसन टिम, हर्क साम्पाङ अस्पताल, हर्क साम्पाङ कलेज तत्काल मान्दिन, पछि मानौला। यी त सब राजाका पालामा हुन्थे। हामीले सधैँ जनतालाई केन्द्रबिन्दुमा राखेर काम गरौँ, यसैमा हाम्रो हित छ। ब्राक्षेत्र निवासी सम्पूर्ण राजनीतिक दलका साथीहरू मलाई प्रधान शत्रु नसम्झिनुहोला। म वडाध्यक्ष हारेको मान्छे, फेरि त्यसैमा पनि उठ्न चाहन्न। त्योभन्दा माथि मेयर पदमा पनि उठ्ने छैन। वडा सदस्यमा चाहिँ उठेर कोशी प्रदेशभरिको काम गर्ने इच्छा छ। हर्क साम्पाङका राम्रा कामहरू, श्रमदान, जनमत बार, लागु औषध सम्बन्धी गीतहरू लेखेर साइकलमा बुफर राखी सुनाउँदै हिँड्न मन छ। कृपया साथीहरूले राम्रो खालको बुफर किनेर सहयोग गरिदिनु हुन म हार्दिक अनुरोध पनि गर्दछु। जय श्रमदान, जय हर्कवाद।